हेलो गाइस, आज चाहिँ मेरो घरमा के हुन्छ भनेर म हजुरलाई बिहान बिहानै देखाउन गइरहेको छु। अनि म बिहान उठेँ अनि यसरी घाम लागिरहेको थियो। मेरो कोठा हो यो चाहिँ गाइस। अनि त्यहाँदेखि अब म उत्रिन्छु ल। उतिँदाखेरि कोठाको हालतहरूको यस्तो घटिया भएको रहेछ कि अनि त्यो कोठा हेरेर म चाहिँ बौलाएँ। अनि त्यहाँदेखि अब म बाहिर निस्किनु पर्यो भनेर जाँदै थिएँ। यहाँनिर दुईजना छन्, यिनीहरूले गर्दाखेरि म बिहानभरि सुतेको छुइनँ। यो भनेको मेरो बहिनी हो, यता चाहिँ मेरो दिदी छन्। यिनीहरू दुईजना बोल्दा बोल्दा म बिहानभरि सुतेको छुइनँ। लु अब म उता देखाउँदै गएँ को छ भनेर। त्यहाँनिर यसो हेर्दाखेरि मेरो कुकुर त्यहाँबाट च्याइरहेको रहेछ। यो चाहिँ यति फटा छ नि गाइस। यसले होइन, यसले आफ्नै उयोलाई पनि चिन्दैन क्या। यसलाई यसरी औँला देखायो भने घ्यार घ्यार गर्छ क्या। अनि त्यही भएर म यसलाई जिस्काइरहेको थिएँ। अनि म जिस्काउँदाखेरि चाहिँ पछाडिबाट चाहिँ मलाई यो कुकुरलाई जिस्काउँदै पछाडिबाट मलाई त्यहाँ हाम्री काकीले के भन्छ भने के गरेको भन्दै होइसिन्छ क्या। अनि त्यहाँदेखि अनि म त्यता पनि भिडियो बनाएँ। अब म माथि चढ्छु, माथि मामु के गर्दै होइसिन्छ भने म चढेँ कुदेँ। यसो हेरेको त राम्रो बढालेर सबै खोल भएको रहेछ। अनि मामुलाई यसो गरेर देखाउनु पर्यो राम्रो नै होइसिन्छ भनेको त मामु त आम्मम पुरै पोछा लाएर बसिरहेको रहेछ। अनि त्यहाँदेखि मैले खाली खुट्टै हिँड्दैछस् भनेर एक झापड खाइहालेँ। अनि त्यहाँदेखि अनि म कोठा देखाउन गइरहेछु गाइस। यो चाहिँ मेरो फेभरेट रुम हो गाइस। यति राम्रो छ नि यो रुम, यति राम्रो छ। अब हजुर यहाँ हाम्रो घर आएको बेलामा देखाउने गइरहेको छु। त्यहाँदेखि म अब यसो झ्यालबाट हेरेँ अनि मैले सोचेँ आज मेरो होस्टेल जाने दिन हो। मलाई घरमै बस्नु मन छ। म कसरी हुन्छ होस्टेल नजाऊँ भनेर आइडिया लगाएको, तर केही उपाय नै लागेन र म फेरि तल उत्रेँ। अनि त्यहाँदेखि आफ्नो कोठामा बौलाई जस्तो नाच्न थालेँ। नाच्दै मलाई के आयो भने मेरो होस्टेल पनि जानु छ। भगवान्, म यो घरमा नाचे जस्तो मेरो जिन्दगी छैन। मैले पढ्नुपर्छ, हे भगवान् भनेर म पागल भएँ। अनि त्यहाँदेखि मैले यो लुगा पट्याएर हाल्नु पर्ने थियो। मलाई यति रिस उठेको थियो, यो लुगा किन पट्याउनु पर्दैछ, मैले किन जिन्दगीमा मैले लुगा पट्याउनु पर्दैछ भनेर मैले एकछिन रुन खोजेँ। अनि त्यहाँदेखि चाहिँ मैले मेरो बहिनी जिस्काउन गएँ। जिस्काएको यस्तो जिस्काएको मैले त यस्तो नमिठो थप्पड हान्छ यसले, यस्तो गाला रन्थनी नै गरी हान्यो मलाई। अनि त्यहाँदेखि म फेरि अझै यसलाई जिस्काउँछु। यसलाई त नि म कहाँ छोड्छु भनेर जिस्काइ गरेँ कि यो एकचोटि हाने बिस्तारी हाने। अनि फेरि जिस्काएको त मर्ने गरी आँखा फुट्ने गरी हाने। माया गर्न त बहिनी मलाई एकताल भनेको माया मरेर गरी। त्यहाँदेखि फेरि यो कुकुर हेरेर यो कहिले यसलाई के हुन्छ अघि मलाई घ्यार गर्दै त अहिले फेरि मेरो माथि चढेर आङ तान्न थाल्यो। यसलाई फेरि मलाई रिस उठेर फेरि जिस्काउन थालेँ। अब म फेरि यहाँ मेरो बुवातिर जान्छु। यहाँ होइसिन्छ, पर मेरो बुवा बसिरहेछ। बुवा यहाँ हेरिसो भनेको त हाम्रो बुवा त पुरा नाच्न थालेछ। हेर हाम्रो घरकै सबैजना पुरा चङ्गा छन् क्या गाइस। हेर्नु न, बुवा त छमछमी क्यामेरामै नाच्न थालिछ। यो चाहिँ हाम्रो आँगन हो। अनि त्यहाँनिर टोइलेट बनिरहेछ। अनि मेरो घर चाहिँ यही हो है गाइस। मेरो घर कसैले बाटोमा मेरो घर जाइछ भने आइसो, म केही नखाइकन लात्ती हानेर पठाइदिन्छु। यहाँ मेरो बहिनी यहाँनिर चढेर हेरिराखेको थिएँ। फेरि योसँग मलाई जिस्किन साह्रै मजा आउँछ र म जिस्किन थालेँ योसँग। अब मतिर फर्काएर जिस्किनु पर्यो भनेर फेरि मतिर फर्केर योसँग जिस्किन थालेँ। म पुरै जिस्किन थालेँ गाइस। अब फेरि म भित्र छिर्छु ल गाइस। अनि म यहाँनिर गएँ। अब यहाँ म मोडलिङ गरेर हिँड्नु पर्यो भनेर पुरा एक्टिङ गर्दै हिँड्दैछु है गाइस म यहाँनिर। अनि फेरि मैले सम्झेँ आज म होस्टेल जाने भनेर म बेकारमा यो घरमा रमाएको भन्ने जस्तो पनि सम्झेँ। मेरो होस्टेल जानुपर्ने छ, मलाई नजानु परे पनि हुन्थ्यो भन्ने सोचेँ गाइस। अनि अब मैले के बोल्दैछु मलाई थाहा छैन। म यस्तै हो गाइस घरमा, मेरो घरमा। अब म निभाइदिन्छु मेरो भिडियो, निभाइदिन्छु। अनि आई फेरि अर्की। यसलाई त नि कति खोचे मसँग गई। यो अर्की चाहिँ यसलाई फेरि एक थप्पड हानेर मैले बाहिरबाट दुईजना जा बाहिर भनेर निकाल्थेँ गाइस। अनि त्यसपछि यसको गाडी आइरहेको रहेछ। यो बिमारी हो है गाइस, यो मेरो बहिनी बिमारी हो। तर यसको गाडी आयो भनेर बिमारी मान्छे पनि बाई भन्न गयो कि चाहिँ हो। फेरि बिमारी भएर घरमा सुतेकी थिएँ, गाडी आयो भनेर फेरि बाहिर निस्किँदो रहेछ बिमारी भएर। मलाई यति हाँस उठेको होइन। अनि मेरो चाहिँ होटेल जानको लागि लुगा प्याक गर्नुपर्ने थियो गाइस। अनि म लुगा प्याक गर्न थालेँ। अब यो भिडियो स्पिड बनाऊँ भनेको लाखा त स्लो भएछ। अब म के गरौँ गाइस, अब म स्पिड बनाउनु पर्यो भनेर सोचेको। अब यस्तो छ हेरिस है हालत। यसले यसो लुगा सबैजना भएर मलाई हेल्प गरिदिँदैछन् मेरो होस्टेल जानलाई। तर मलाई साह्रै टेन्सन लागेको छ। अनि यो स्वेटर चाहिँ मैले भेटिहालेँ अनि भिर्दिहालौँ न भनेर लगाइदिइहालेको है गाइस। खै सिद्धिँदैन त हो भिडियो। कभर पनि रहेछ। मर्नु आइ पनि गरेँ।
निभाएँ। मामु म त आज होस्टेल जान आँटेको, अब हजुर के गर्ने भनेको माया गरेछ मामुले पनि। अनि त्यहाँदेखि होस्टेल जान आँटेको लाखा त अरे हो त मलाई त उयो मलाई त साह्रै टेन्सन भयो। अनि आयो अड्की मलाई पनि माया गर्दै मलाई त्यो रिस उठेर त मेरो मम्मीसँग टाँसी मेरो बहिनी हो त्यो पनि मलाई आरिस लाग्छ गाइस। अनि मेरो ओठ सोट चिमोटेर गिजा सिजा चुट्याइदियो यसले, कस्तो रिस उठ्दैछ भने नि मेरो बहिनी त गाइस। अनि फेरि चल्न गएँ, योसँग नचल्दा त मलाई चित्तै बुझ्दैन। योसँग चल्दै थियो अनि यसले म पेपर च्यातिदिउँ भने तर च्यात्न सकिनँ, किनभने त्यसको त मेहनत थियो नि त। मेहनतले बनाइकिन चाहिँ म चाहिँ बसिदिएछु। विष्णु पनि भनिहालेँ पेपरै भए पनि। अनि मैले चाहिँ एक्वेरियममा त एउटा घोत्ले माछा थियो अनि त्यसलाई बोलाएँ, त उठ्दैन त हिँड्दैन त भने म त्यसलाई कोट्या चाहिँ त्यो चाहिँ मै जस्तो अल्छी रहेछ गाइस, त्यही सुतिरहेको थियो। अनि त्यहाँदेखि मैले मेरो कहिले जमानाको ड्रइङ कपी भेटाएँ। अनि मेरो नङ्कियो राम नेल पोलिस। अनि यहाँ गाइस यो भनेको ब्रोकन हार्ट हो मैले बनाएको गाइस। यो चरा यो आँखा यो चरा यो गाइस हेर, आहा कति राम्रो बनाएको छु सपनाले गाइस। छि म त हाँसुट। अनि यो चाहिँ मेरो मम्मी हेर क्या गाइस। यस्तो त भइसिन्छ, त्यही पनि मैले के बनाएको ला। मैले धेरैचोटि गाइस भने नि म होस्टेल जानको लागि मेरो सामान प्याक भइसक्यो हेर्छु सबैजनाले। अब म जाने अनि आमाले यो एउटा यो दुईटा यो तीनटा भन्दै गन्दै होइसिन्छ मेरो सबै कतिवटा झोला छ भनेर। आमा पनि हे गरेर हाँस्छौ क्यामेरा देख्ने बित्तिकै। अनि त्यहाँदेखि काकीले मलाई भात पस्किसेछ अनि मैले भात पस्केँ। यो के हो म हबिबी भएर बसिरहेछ त्यहाँ हाम्रो काकी चाहिँ। अनि त्यहाँदेखि मलाई कत्रो भात पस्क्यो, मलाई देखाउनै लाज लाग्यो। अनि त्यहाँदेखि म बाहिर गएँ, अब हात धुनु त जानु पर्यो। अनि हात धुन गएँ, अब हात धोएँ। अनि हात धोइसकेपछि मुख पनि यसो पखाले जस्तो गरेँ। अघि भिडियोमा मैले मुख धोएँ ब्रस गरेँ भनेर देखाउन पाइनँ कि। अनि ब्रसै नगरी भात खाँदिरहेछ भनेर भनिसिन्छ भनेर मुख पनि धोएर देखाइदिएको गाइस, इफेक्ट टल्क्यो। अनि त्यसपछि म गएर सब्जी हेर्न गएँ, अब के चाहिँ सब्जी बनाएछन् मेरो लागि भनेर। अनि मसुनी बनाएको रहेछ नि, मलाई भात खाँदिनँ भने मैले भात खाँदिनँ, मलाई मासु किन नबनाएको, मलाई मासु किन मलाई मासु राख्दैनौ, किन मासु बनाइदिनौ भने मैले एकचोटि साह्रै झगडा गरेँ। अनि झगडा गरिसकेपछि मासु नि राखिदिएको रहेछन् मेरो लागि। अनि त्यसपछि मैले फेरि भने कक्कीलाई पुरा कुट्न खोजेँ मैले मासु किन नराखिदिएको भनेर नि। अनि यसो हेरेको त कहिलेदेखिको चटपटे रहेछ, त्यो देख्दाखेरि त पुरानो भयो पनि गनाइरहेको थियो, त्यो पनि खाम लागेको। त्यही पनि हुँदैन आमाले, हुँदैन त्यस्तो होस्टेलको पनि काहीँ खाइन्छ खानु हुँदैन, तिमी होस्टेल जाने मान्छे बिमारी हुन्छ भनेर फेरि होस्टेलको नाम निकालेर मैले खाइनँ गाइस। अनि त्यसपछि के भयो, अनि मामुलाई देखेँ, पर मामु आज मेरो आमालाई कति राम्री देखेको भनेर होस्टेल जाने बेलामा म पनि पुरा मायालु हुँदै थिएँ। तर मामुले मलाई इग्नोर हान्दै रहेछन्थ्यो। अनि त्यसपछि मेरो यो कुकुर हेर गाइस, हेर्नु यसको थोप्रा हेर्नु, यसले आफ्नो मालिकलाई चिन्दैन भने यो कुकुर कस्तो कुकुर यो। अनि मेरो हातमा के दलियो छि गान जस्तो। अनि म त हात धुन गएँ गाइस। धेर बोलिसकेँ, सासै फेर्न गाह्रो भइसक्यो मलाई चाहिँ धेर बोल्दा। अनि त्यसपछि अब म मासु खाँदिनँ, फेरि म मासु खाँदिनँ भनेर मेरो लागि अन्डा बनाइदिँदै थिएँ। त्यही भएर अन्डासँग अब भात खानै पर्यो भनेर मैले अब लु ठिकै छ त अन्डा बन्न आँटेको छ भनेर अमला अगाडि लगेको, तेल उछिट्यो, झन्डै मरेँ म त। अनि त्यसपछि मामुलाई फेरि भेट भयो मामुले। अनि मामुले फेरि माया गर्नु भनेर भन्छु। अनि आफै माया गर्न थालिस, अनि चाहिँ माया लागेछ। अनि त्यसपछि मैले पनि माया गरेँ। अनि त्यहाँदेखि फेरि मैले फ्रिज खोलेँ, फ्रिजमा करेन्ट चाउचाउको मसला भेटेँ, त्यो चोरिहालेँ मैले हत्ता नपत्ता मेरो गोजीमा। अनि त्यहाँदेखि फ्रिज लगाइदिएँ। अब भात लिएर म बाहिर जान्छु, भात लिएर म बाहिर गएँ गाइस। अब भात खान बस्छु, मासु छैन, त्यही पनि के गर्नु, अन्डा त छ भने कत्रो भात देख्यो गाइस, तर त्यो भात थोरै थियो। मम्मीले आम्मा के हो भिडियो बनाएको भनेर मलाई जिस्काउँदै गइसिन्थ्यो। अनि म मुसुक्क हाँसिरहेको थिएँ। तर एउटा पीडा छ, मलाई होस्टेल जानु छ। अनि म टिभी खोलिसकेपछि बाई ला। अब यसले मेरो क्यामेरा भरि के लगाइदिएकी छ, यो सबिनाले मेरो क्यामेरा भरि के लगाइदिएकी छ। अनि यो के लेखेको मैले, मलाई अल्छी लाग्यो गाइस बोल्दा। अनि त्यहाँदेखि मैले डान्स पनि हान्दिएँ। अब बसेर भात खान्छु म, डोरेमन हेर्दै। बाई